हेलो गाइज, आजको न्यू भ्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ हामी मस्कोबाट चाहिँ एत्नोमिर, मस्कोबाट कालुगा सहरको एत्नोमिर भन्ने ठाउँमा जाँदैछु। आज चाहिँ हाम्रो रसियामा रहेको नेपालीहरू अथवा मस्कोभरि रहेका नेपालीहरू चाहिँ आज बुद्ध जयन्तीको अवसर पारेर चाहिँ एत्नोमिर भन्ने ठाउँमा जाँदैछु। यो चाहिँ मस्कोबाट चाहिँ लगभग कति 110 किलोमिटर टाढा छ मस्कोबाट चाहिँ। त्यहाँ चाहिँ एत्नोमिर भनिसकेपछि चाहिँ एत्नो भनेको चाहिँ कला संस्कृतिलाई बुझाउने भयो भने मिर भनेको चाहिँ विश्व भने यो भन्नाले चाहिँ विश्वभरिको संस्कृति एकै ठाउँमा भन्ने बुझिन्छ। त्यहाँ चाहिँ हामीले आज चाहिँ एकदमै पृथक खालको र ऐतिहासिक भ्रमण हुनेछ हाम्रो चाहिँ। किन भन्दा त्यहाँ चाहिँ विश्वको विभिन्न देशका कला संस्कृतिहरू होइन, नेपाल, जापान, भारत, चाइना लगायतका एसियाली देशहरू र युरोपियन देशहरूको त्यहाँ चाहिँ हाउस होइन, त्यहाँ डिफ्रेन्ट खालको स्तूपहरूदेखि लिएर डिफ्रेन्ट खालको त्यहाँ चाहिँ कला संस्कृतिहरू हेर्न पाइन्छ। अनि त्यो ठाउँमा चाहिँ मस्कोमा बसोबास गरिरहेका विभिन्न नेपालीहरू चाहिँ त्यहाँ चाहिँ एभ्री इयर चाहिँ त्यहाँ गएर चाहिँ नेपाली हाउस जुन चाहिँ त्यहाँ मन्दिर टाइपको हाउस छ होइन, त्यो हाउसमा सरसफाइ गर्ने, त्यसै गरी त्यहाँनिर गएर पिकनिकहरूदेखि लिएर विभिन्न कार्यक्रमहरू चाहिँ त्यहाँ गरिरहेको हुन्छन्। त्यो साथसाथै रसियामा होइन अथवा मस्कोमा भएको युनिभर्सिटीहरूले चाहिँ त्यहाँ चाहिँ कला संस्कृतिको लागि चाहिँ भ्रमण गराउनका लागि, कला संस्कृतिको बुझाउनको लागि चाहिँ त्यो ठाउँमा भ्रमण गराउने गर्छ। त्यो चाहिँ एउटा भिला टाइपको छ होइन। त्यहाँ चाहिँ विभिन्न देशका कला संस्कृति होइन, विभिन्न देशका खानेकुराहरू, परिकारहरू, वास्तुकला होइन, चित्रकला होइन, त्यसै गरी विभिन्न खालको कला संस्कृति त्यहाँ चाहिँ देख्न पाइन्छ। त्यो भएको हुनाले तपाईँले आज आउनुहोस् हामीसँगै, तपाईँले आज भ्रमण गरौँ कालुगा सहरको एत्नोमिर। यो मस्को सहरभन्दा लगभग 100 किलोमिटर टाढा कालुगा सहरमा रहेको एत्नोमिर पार्कमा जाँदैछौँ। त्यो पार्कभित्र लगभग 20-22वटा डिफ्रेन्ट एत्नो झल्किने खालका चाहिँ घरहरू छन्। त्यहाँमध्ये हाम्रो एउटा नेपाल हाउस छ जुन अति नै सुन्दर छ। नेपाल हाउसभित्र ढुङ्गेधारा, बुद्धका मूर्ति, विभिन्न भगवान्का मूर्तिदेखि लिएर नेपालका चाहिँ आँखे झ्यालहरू छन्। त्यसको सरसफाइ चाहिँ हामीले हरेक वर्ष चाहिँ बुद्ध जयन्तीको दिन चाहिँ मस्कोमा भएका नेपालीहरू गएर गर्ने गरेका छौँ। त्यही सिलसिलामा अहिले हामी चाहिँ जाँदैछौँ। अब यो यहाँ कुर्दैछौँ हामी, केही साथीहरू आउनु बाँकी छ, उहाँहरूले कुर्ने, त्यसपछि हामी जाने। लगभग 2 घन्टाको ट्राभल पछि हामी त्यहाँ पुग्छौँ। सुरुमा चाहिँ अनि ह्याप्पी उभौली, त्यसपछि ह्याप्पी बुद्ध जयन्ती, अनि त्यसपछि ह्याप्पी लेबर डे। अनि हामी चाहिँ आज के अरे सबैको यो उपलक्ष्यमा हो कि इभेन्टमा हामी चाहिँ एउटा नेपाली टिम जाँदैछौँ एक ठाउँ। तपाईँहरूलाई देखाउने छु एक ठाउँ कहाँ हो भनेर। 70 किलोमिटर मस्कोबाट चाहिँ हामी वरा आइसकेका छौँ। अहिले चाहिँ हामी यहाँ सुसु ब्रेकको लागि चाहिँ एकछिन वेट गर्दैछौँ। यतिरको इन्भाइरोमेन्ट चाहिँ यो खालको छ। यहाँ चाहिँ सानो होटलहरू होइन, अनि यहाँ यो चाहिँ अब के भन्छ अरे फ्याक्ट्रीहरू, यतातिर चाहिँ यस्तो टाइपको फ्याक्ट्रीहरू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मेन हाइवे भयो। अनि हामी चाहिँ यो साइडबाट, यो मस्को साइड भयो, यो साइडबाट हामी जाने हो ट्याक्टरसँग। मिलन दाइको यो ट्राभलभरिमा 4वटा चस्मा चाहिँ रेब्यान छ त त्यहाँ हेर नि, त्यहाँ टल्केको हेर नि त्यहाँ। कति हजार हो त्यो? यसो प्राइस पनि यसो भनिदिनु। 5 लाख? 5 लाखको रे हो यो चस्मा हेरेर तिमीले त्यो चाहिँ ठ्याक्कै बालन जस्तो भयो। जिप्सन दाइको कति हो? कतिको प्राइस? 50 कति प्राइस मैले 50 चस्माको दिनु पर्यो क्या रिभ्यू? कति हजारको हो चस्मा? हैन रिभ्यू चाहिँ नदिउँ होला, किन? अनि प्राइस भन्नु हुँदैन नि त। जोस यति केटा मान्छेले चाहिँ आफ्नो लुगा यिनीहरूको प्राइस र तलबको कहिले कुरा गर्नु हुँदैन नि त। कति कमाउँछ त्यो त हो। हैन दुईटा कुरा, छोरा मान्छेको हेर्ने भनेको लुगा हैन के जुत्ता हो। जुत्ता हो। हाम्रो नेपालीको खान थाहा छैन के अरे छोरीमा हेर्दा के अरे केमा हेर्नु, छोरामा हेर्दा जुत्तामा हेर्नु। जुत्तामै हेर्ने सम्बन्ध हुन्छ नेपालीहरू, त्यो हुनुपर्ने चाहिँ। रसियामा पनि त्यही भन्छ, जुत्तामा हेर्छु माथि हेर्नु भन्ने कुरा हो क्या। यहाँबाट निस्कँदैछ है त गाइस। ल होइन दुन्दुरबाट
पासपोर्ट ठ्याक्क लिएर जिती चिताम भन्दै हो हाम्रो बसाइतिर जाउँ न हो हामी चाहिँ अहिले एकदम रमाइलो ठाउँमा आइपुगिसकेको छौँ यहाँतिर पुरै फाटै फाट छन् अब लगभग 5 मिनटमा हामी आइपुग्दैछौँ र आजको कार्यक्रम चाहिँ हामीले जसरी हामी के भन्छ दिउँसोको सुरुवात चाहिँ बिहानको किरण जसरी हुन्छ भन्ने हाम्रो एउटा भनाइ छ त्यही भनाइअनुसार चाहिँ आजको हाम्रो यो कार्यक्रम र आजको हाम्रो दिनको सुरुवात चाहिँ एकदम राम्रो भएको छ र आशा गरौँ अब प्रोग्राम पनि एकदम सक्सेसफुल हुन्छ भन्ने हाम्रो आशा छ र आजको कार्यक्रमको मुख्य आकर्षण र आजको कार्यक्रम मुख्य आकर्षण उहाँ चाहिँ हाम्रो कालु पाण्डेको फलक काजी कालु पाण्डेको ठ्याक्कै फलक भनौँ पनाती जनाती जे भने पनि हुन्छ होइन ठ्याक्कै त्यही नै हो र हाम्रो एनआरएनको कोषाध्यक्षज्यू चाहिँ अहिले स्ट्रिट अफ द वर्ल्ड होइन एथ्नोमिर भन्ने ठाउँमा आइपुगिसकेका छौँ होइन अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो पछाडि यहाँ चाहिँ माउन्टेनवाला त्यो लोगोवालाको गेट छ होइन एकदमै आर्किटेक्चरवालाहरू सबै देख्न सक्नुहुन्छ यो पछाडि भयो होइन अनि यो मेरो पछाडि पनि देखिरहनु भएको छ यो ब्याकग्राउन्डमा यो सबै आर्किटेक्चरवाला यो भित्र चाहिँ होइन यहाँ गेस्ट हाउस होइन अनि त्यसै गरी होटलहरू होइन विभिन्न अनि यहाँ चाहिँ त्यस्तो खालको प्रोग्रामहरूको लागि चाहिँ यो हलहरू युज हुन्छ यो हलहरू डिफ्रेन्ट कन्ट्रीको छन् होइन तपाईँले यो पछाडि देखिरहनु भएको छ यो भनेको चाहिँ म्यानमारले बनाएको हो यो चाहिँ बौद्ध स्तूप भयो बौद्धको यो चाहिँ बुद्धको लागि चाहिँ चिनारीको लागि यहाँ बौद्धको होइन अनि त्यसै गरी यो पछाडि तपाईँले देखिरहनु भएको छ टुप्पोमा मन्दिर जस्तो अनि ट्याक्क त्यो रुफ चाहिँ त्यो रेडवाला छ नि यो चाहिँ नेपाली हाउस हो यो चाहिँ नेपाली हाउस यहाँ पछाडि गइसकेपछि धेरै डिफ्रेन्ट कन्ट्रीहरूको हाउसहरूदेखि लिएर विभिन्न चिजहरू चाहिँ हामी यसमा अवलोकन गर्नेछौँ ग्राउन्डमा देखिरहनु भएको चाहिँ यो चाहिँ हाम्रो नेपाली हाउस भयो होइन अब फर्स्टमा चाहिँ हामी नेपाली हाउसभित्र के छ होइन यहाँ कस्ता चिजहरू छन् भनेर यहाँ कुन मेटेरियलले यो नेपाली हाउसहरू बन्यो कुन सालमा भनेर यी सबै यावत कुराहरू चाहिँ हामी भित्र गएर अवलोकन गर्नेछौँ र हाम्रो टोलीका नेपाली साथीहरू उहाँहरू चाहिँ अहिले आज बुद्ध जयन्तीको भएको कारणले चाहिँ त्यहाँनिर भित्र गएर त्यहाँका संरचनाहरू त्यसै गरी त्यहाँनिर चाहिँ हामीले एभ्री इयर चाहिँ बत्तीहरू बाल्ने गर्छौँ त्यसको लागि चाहिँ सरसफाइ कार्यक्रमहरू गरिरहनु भएको छ र हामी अब नेपाली हाउसभित्र भ्रमण गर्दैछौँ है त्यो गाइस कालुगा क्षेत्रमा पर्ने एउटा नेपाल हाउसमा आइपुगेका छौँ यहाँ चाहिँ नेपाल जस्तै विभिन्न अरू देशका पनि थुप्रै चाहिँ यो पभिलियनहरू बनाइएको छ र यसको चाहिँ हामीले 2011 सालमा हाम्रो र एकजना रसियन एकजना साथी हुनुहुन्थ्यो रुसलान भन्ने उहाँको सक्रियतामा निर्माण गरिएको हो यहाँ उपेन्द्र महतो जीवा लामिछाने लगायतका साथीहरू सबैजना दाइहरू मिलेर गरेर यो चाहिँ सुरु गरेको हो यो 11 सालमा सुरु भएर हामीले चाहिँ उद्घाटन गर्दाखेरि यहाँ चाहिँ नेपालको त्यो बेलाको चाहिँ परराष्ट्र मन्त्री उपेन्द्र यादव र गभर्नर साहब चाहिँ हाम्रो चाहिँ खतिवडा सर आउनुभएको थियो आएर गएर यसको उद्घाटन गरिएको यसमा चाहिँ एकदम यसो हेर्दाखेरि युनिक टाइपले नेपालको चाहिँ न्यु रोडको गेट जस्तो छ यहाँको यो बस्ने उहरू छ यहाँको ढुङ्गे धारा यो हामीहरूले बनाएको र नेपालको चाहिँ यो दरबार स्टाइलको चाहिँ एउटा बिल्डिङ सानो बनेको छ र यस्तै हामीहरूको यो सुरुमा यो भन्दाखेरि चाहिँ हामी यो नेपाल हाउस मात्रै थियो पछि चाहिँ अरू अहिले यसो हेर्दाखेरि चाहिँ म धेरै वर्षपछि यहाँ आएँ इन्डियाको श्रीलङ्काको र यस्तै युरोपका विभिन्न देशहरूको थुप्रै देशहरू बनिसकेका छन् कम्बोडिया थुप्रै देशहरूको चाहिँ यो बिल्डिङहरू चाहिँ उहरू बनिसकेका रहेछन् र यो हामीले बनाउँदाखेरि निकै मेहनत गरेर निकै दुःख गरेर हामीले यसमा चाहिँ नेपालीहरूको पनि ठुलो देन छ यो सबै चाहिँ हाम्रो यो कलाहरू देखिन्छ यो घन्टीदेखि लिएर यहाँको चाहिँ यो यिनीहरू सबै मूर्तिहरू सबै चाहिँ हामीले नेपालदेखिबाटै लिएर आएका हौँ यो नेपालदेखिबाट लिएर आएर सबै त्यहाँको नेपालकै कालीगढहरूबाट बनाइएको हो यो र यसको चाहिँ हरेक वर्ष अहिले चाहिँ पछिल्लो टाइममा हामीले म पनि झन्डै 10 वर्ष आएको थिइनँ यहाँ 10 वर्षपछि आएको हो यसपालि म नेपाल मस्को आएको मौका परेर म यहाँ आएँ र हामीले प्रत्येक वर्ष यहाँ चाहिँ साथीहरू नेपाली साथीहरूले चाहिँ यो बुद्ध जयन्तीको दिन आज बुद्ध जयन्ती पनि हो र बुद्ध जयन्तीको दिनमा हामीले चाहिँ यो बुद्धको मूर्ति पनि छ यहाँ बुद्धको मूर्तिमा चाहिँ सफा गर्ने त्यसलाई चाहिँ तेलसेल लगाएर यसलाई चाहिँ रङ्गाउने हिसाबले चाहिँ प्रत्येक वर्ष यहाँ आउने गरेका छन् साथीहरू
आउँछन् र यसलाई चाहिँ यो एउटा हिस्टोरिकल ठाउँ छ। विदेशमा मस्कोबाट धेरै टाढा पनि छ, झन्डै 100 किलोमिटरको पेरिफेरीमा चाहिँ हामीले चाहिँ यो बनाएको चाहिँ अहिले पनि गर्व लाग्छ। यसो हेर्दाखेरि चाहिँ यहाँ आउँदाखेरि चाहिँ साथीहरू मानिसहरू आएर गरेर अहिले चाहिँ पछिल्लो टाइममा चाहिँ यसो हेर्दाखेरि मस्कोमा धेरै स्कुलहरूमा पनि स्कुलहरूका बच्चाहरूलाई उहाँहरूलाई पनि एउटा चाहिँ संसार देखाउने हिसाबले चाहिँ यहाँ लिएर आउने र यहाँको चाहिँ यसको चाहिँ एक्सकर्सन गराउने चाहिँ एउटा चलन बसेको रहेछ। त्यसमा चाहिँ एकदम खुसी लागेको छ। र नेपालले चाहिँ यो जुन नेपाल हाउस हाम्रो नेपाली साथीहरूले बनाए, नेपाली दाइहरूले चाहिँ जुन सुरु गरे र एकदम गर्व लाग्छ। हामी वर्षौँदेखि बसेर आएका नेपालीहरूले एउटा बनाएको एउटा सानो मिनी नेपाल छ यहाँ। यो नेपालका रुसमा बस्ने नेपालीहरू र रसियन साझेदारहरूले मिलेर बनाएको एउटा यो सानो मिनी नेपाल हो। यसको उद्घाटन चाहिँ 2011मा हो क्या सायद है। नेपालका परराष्ट्र मन्त्री हुनुहुन्थ्यो तत्कालीन चाहिँ उपेन्द्र यादवको उपस्थितिमा यसलाई चाहिँ उद्घाटन गरिएको हो यो नेपाल हाउस। हामी वर्षेनी यो ठाउँमा आउँछौँ र नेपाललाई सम्झिन्छौँ। एउटा चाहिँ हाम्रो प्रोग्रामहरू कार्यक्रमहरू भानु जयन्ती होस्, बुद्ध जयन्ती होस्, यो मनाउने हामीले चाहिँ यो ठाउँमा मनाउने गरेका छौँ। यसमा नेपाल झल्किने चाहिँ अनेक संरचनाहरू छन्। यहाँभित्र चाहिँ विदेशमा रहेका नेपालीहरूलाई पनि नेपाल झल्कोस् भनेर चाहिँ हामीले यो बनाएको एउटा संरचना हो। यसमा चाहिँ यो बनिसकेपछि मलाई लाग्छ यहाँ चाहिँ रुसीहरूले नेपालप्रति अरू धेरै जानकारी प्राप्त गरिरहेका छन्। र सबै स्कुलहरूका चाहिँ बच्चाहरूलाई पनि मेरो आफ्नै स्कुलमा पढ्ने मेरो बच्चाहरूलाई पनि यहाँ चाहिँ एक्सकर्सन भनेर चाहिँ यहाँ लिएर आउने गरेको हुन्छ। यसले गर्दाखेरि चाहिँ भविष्यमा चाहिँ नेपालप्रतिको आकर्षण रुसीहरूमा चाहिँ अझ बढ्दै जान्छ। यसले चाहिँ आज यो ठाउँमा हामी फेरि आएका छौँ राजदूत परिवारसहित। यो यति रमणीय ठाउँमा चाहिँ यो चाहिँ हाम्रो अग्रजहरूलाई चाहिँ म चाहिँ एकदमै चाहिँ धन्यवाद दिन चाहन्छु। उहाँहरूको इनिसिएसनमा यो कुरो बन्न गयो र आज हाम्रो पछिको पुस्ताले चाहिँ यो वर्षौँसम्म चाहिँ सम्झिने एउटा संरचना बनेको छ। र सबैमा आजको बुद्ध जयन्तीको शुभकामना। महेश्वर त्रिपाठी, अहिले कार्यवाहक राजदूत नेपाली राजदूतावास मस्कोमा। आज मे 1 लेबर डे, आज बुद्ध जयन्ती पनि परेको दिन र उभौली पर्व पनि परेको दिन। आज यहाँ मस्कोभन्दा 100 किलोमिटर पर रहेको नेपाल हाउसमा आउने आज मौका मिल्यो र यहाँ म आज पहिलो पटक आउँदैछु र आज आएको समयदेखि नै म एक हिसाबले छक्क परेको छु कि मस्कोमा रसियामा यस्तो राम्रो नेपाली कलाकृतिको उत्कृष्ट उदाहरणको रूपमा यहाँ सबै थोक राखिएको छ। र यहाँ आइसकेपछि म नेपालमै पुगे जस्तो मलाई अनुभव भएको छ। चाहे त्यो हाम्रो यो गेट होस्, चाहे थल्चा होस्, चाहे ढुङ्गेधारा होस्, यो एउटा उत्कृष्ट नमुनाको रूपमा मस्कोमा रहेको मैले देखिरहेको छु। र यहाँ चाहिँ वर्षको 1-2 पटक रसियामा रहनुभएको नेपाली डायस्पोराले यसको संरक्षण, यसको रेखदेख, यहाँ चाहिँ सरसफाइ कार्यक्रमको लागि आउनु हुँदो रहेछ र त्यसै अन्तर्गत आज पनि त्यो कार्यक्रम रहेको भन्ने मैले बुझेँ र एकदमै खुसी लाग्यो। र यहाँ यदि रसियामा तपाईँ हुनुहुन्छ, नेपाली हुनुहुन्छ भने एकपटक यहाँ आउँदो हुन चाहिँ मैले सबैलाई यसै मार्फत अनुरोध पनि गरेँ। एकदमै राम्रो ठाउँ छ। यति परदेशमा पनि नेपालको झझल्को आउने र नेपाल सम्झाउने ठाउँमा आउँदाखेरि एकदमै मनै नै एकदमै खुसी भएको छ। कृपया आउनु होला। धन्यवाद। खाजा सुरु हुन्छ है त गाई चाहिँ हाम्रो चाहिँ मिठो छ तर सही हो। मिठो छ खाजा, टुरको खाजा। खाजा खाने कार्यक्रम सकिसकेपछि चाहिँ हामी अब यहाँ एथ्नोमिरको विभिन्न खालको डिफ्रेन्ट हाउसहरू, डिफ्रेन्ट कन्ट्रीले बनाएको घरहरू चाहिँ हामी अवलोकन गर्दैछौँ। हामी स्टार्टिङमा चाहिँ यो हाम्रो म्यानमारले बनाएको यो चाहिँ बौद्ध स्तूपा छ होइन। यो पछाडि पनि तपाईँले देख्न सक्नुहुन्छ त्यहाँनिर एकदमै ठुलो आकृतिमा बुद्धको त्यहाँनिर मूर्तिदेखि लिएर यहाँको पछाडिको सबै आर्किटेक्चरवाला बिल्डिङहरू तपाईँले देखिरहनु भएको छ। अनि यो चाहिँ म्यानमारले बनाएको। एकदमै यहाँ आइसकेपछि चाहिँ आज झन् बुद्ध जयन्ती परेको हुँदा पनि झन् यो ठाउँमा आउनलाई एकदमै बेस्ट भइ नै हाल्यो। अनि त्यो भएको हुनाले चाहिँ हामी यसरी
अहिले यहाँको अवलोकन गर्दैछौँ। धेरै साथीहरू चाहिँ अहिले भित्र नेपाली हाउसभित्र चाहिँ केही प्रोग्रामहरू हुँदै भएको कारणले चाहिँ अहिले साथीहरूसँग भन्दा पनि हामी एक्लै घुमिरहेका छौँ। अहिले चाहिँ हामी यो श्रीलङ्काको कल्चरल हाउस, यहाँ चाहिँ अगाडि ठ्याक्क यो हाउसको फ्रन्टमा चाहिँ सिंहको फेसबाट चाहिँ आर्किटेक्ट गरिएको छ होइन। यो चाहिँ भर्खरै हामी यो श्रीलङ्काको भवन यसमा हेर्दैछु। अब आइको ल हो चल्यो 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 गाडी हे एथ्नोमेरको यो कल्चरल सेन्टरमा आइसकेका छौँ। यो भित्र चाहिँ हामीले डिफ्रेन्ट कन्ट्रीको कल्चरल चिजहरू चाहिँ यो चाहिँ एउटा म्युजियम जस्तो भयो। यहाँको डिफ्रेन्ट कल्चरहरू चाहिँ हामी हेर्दैछौँ। यो चाहिँ म्युजियम भयो। यहाँ माथि देखिएको फ्ल्यागहरू जतिवटा फ्ल्याग छ त्यति नै कन्ट्रीको यहाँ चाहिँ म्युजियम छ है त। यहाँ यो चाहिँ चाइनाको भयो। यो चाहिँ चाइनाको कल्चरल हाउस। यहाँ चाहिँ अब चाइनिजहरूको यो सानो सानो यो मेटलको हो कि ढुङ्गाको हो जस बनेको। यहाँ आइसकेपछि चाहिँ चाइनै आइपिया जस्तो फिल हुने रहेछ। के हो दाजु? आम्मामा यो त बवाल छ त यार। ल यो चाहिँ चाइनाको म्युजियम है त। लिटिल चाइना भन्नु मेरो याद है। लिटिल चाइना भन्न पाइयो। अब यहाँनिर चाहिँ ट्याक्कसँगले माटोको भाँडाहरू बनाउने रहेछ यहाँ लेखिरहेको छ। अब भित्र हेरौँ है त। यहाँ ट्याक्क ओहो यहाँ त ओरिजिनल माटोको भाँडाहरू बनाउने रहेछ। ल यसरी यहाँ चाहिँ माटोको डिफ्रेन्ट भाँडाहरू बनाएर ट्याक्कसँगले यसरी यहाँ देख्न सक्नुहुन्छ माटोको भाँडा। ल यो चाहिँ माटोको भाँडा बनाएर राख्ने सानो सानो चिजहरू छ। यो म्युजियम चाहिँ बेलारुस र युक्रेनको रहेछ। अब यहाँभित्र कस्तो खालको आर्किटेक्चरहरू के छ हेरौँ। हेर्ने बित्तिकै एकदमै दामी चिजहरू रहेछ। यहाँ चाहिँ अनौठो चिज भनेको यो यसरी नानीको लागि कोक्रो पनि रहेछ है। यसरी यो नेपालतिर पहिला बच्चा बच्चीहरूलाई यसरी नै हालेर हल्लाउँथ्यो। अब यतातिर इन्ट्रेस्टिङ चिजहरू नै छ सबै। अब यहाँ माटोबाट बनेको भाँडाहरू धेरै रहेछन्। के हो यहाँ त यो सलाइहरूको उपरै उ रहेछ त, सलाइहरूको म्युजियम। यहाँ त पुरै सलाइहरू रहेछ यसरी ट्याक्क डिफ्रेन्ट आइटमको सलाइहरू हरेक कन्ट्रीको छ यहाँ सलाइहरू चाहिँ। यहाँ नेपालीहरूले पनि राखेको छ भन्ने सुनेको थिएँ सलाइहरू। सुमन के हो तिम्रो लागि कुन सलाई निकालेर लिएर जाने हो? यहाँ एउटा नि नेपाली देखेन मैले, छ होला पाइने। गाइडहरूलाई चाहिँ के छ नि अवस्था? रमाइलोहरू भेदका गरेर चढाइसकेको छैन त्यो छ नि त्यहाँ काम गरेर के भन्छ के रे पास। अब हामी यहाँ पिङ गर्नुपर्छ, पिङ खेल्नुपर्छ। पिङ खेल बास भाइ यिनीहरूको अब यहाँ यिनीहरूको यहाँ पिङ खेलाइ सुरु हुन्छ। ल ल कहाँ भागेको? यो भाग्यो म देखेर। लगभग एथ्नोमेरको भिजिट भ्रमण चाहिँ सकिसकेको छ लगभग। अब जस रमाइलो भयो आज, जस अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। अब हामी मस्को फर्किन्छौँ।